तपाईँ 4-5 दिन अघि फिसरको लेजरबाट अपरेसन गर्नुभएको थियो होइन? हजुर। कस्तो रह्यो त्यो चाहिँ? गाह्रो भयो थियो, सहिलो भयो, कस्तो भयो? राम्रो भयो, सोचेभन्दा राम्रो है? गाह्रो केही फिल भएन नि? गरिरहेको छ। हजुर, त्यस्तो केही आज भएन। 4 दिन भयो होइन? हजुर, 4 दिन समस्या केही छ? छैन, केही छैन। छैन है? हजुर। बिहान आउनुभएको थियो, अपरेसन भयो, दिउँसो घरै जानुभयो, बेलुका घरै अनि भोलिबाट दिशा गर्न केही गाह्रो साह्रो अप्ठ्यारो केही? दिशा चाहिँ अब 2-3 दिन अब त्यो नर्मली खानाको कारणले गर्दा होला। हजुर। दिशा आएन अहिले, त्यो दिशा चौथो दिनमा आयो, तर नर्मली आयो। नर्मल दिशा गर्दै गाह्रो केही भयो? मैले सोचेको थिएँ अब अलिकति अप्ठ्यारो हुन्छ होला, सोचेको थिएँ अलिकति कता गरेको भनेर त्यसो सोचेको थिएँ, तर चाहिँ त्यस्तो के सोचेको केही भएन। तातोमा बसिराख्नु भएको छ नि होइन? हजुर, बसिरहेको छ है। धेरै मान्छेले फिसर फिस्टुला भनेर चाहिँ अन्य प्रविधिहरू गरिरहेको हुन्छ कि हजुर, अरूभन्दा कति सहज लाग्यो, कति सजिलो लाग्यो? एकदम मलाई सोच्यो भन्दा राम्रो लाग्यो। सजिलो लाग्यो हजुर, हजुर। आउटकम पनि छिटै राम्रै देखियो नि होइन? हजुर, है। हजुर। हुन्छ अब यो चाहिँ सागसब्जी घाँसपातहरू खाइराख्नु पर्यो। हजुर। बाहिर जहाँ पाए त्यही जङ्क फुडहरू खाइदिनु भएन। हजुर। अनि मात्र खानपानमा ख्याल गर्नु भने चाहिँ बल्झिन्न। हजुर। र जुन ठाउँमा हामीले गऱ्यौँ नि लेजर त्यो ठाउँमा बल्झिने सम्भावना निकै नै कम हुन्छ। हजुर। है। पेटमा अन्य समस्याहरू केही छ? अरू त्यही ग्यास्ट्रिकहरू खाएको है, ग्यास्ट्रिक भन्दा नि अब एकदमै त्यही दुख्ने गर्थ्यो कि अब त्यसकै कारणले गर्दा त्यही समस्या लिएर आएको। तल मलद्वारबाट राम्रै जान नपाएपछि पेटमा भडिने भयो, पेटमा भएपछि ग्यास हुने भयो, त्यसले गर्दा फेरि मलद्वारमा साह्रो पार्यो नि, एउटा चक्र जस्तो बन्छ कि तलको बाटो खुलाइदिएपछि त माथि पनि सहज हुने भयो नि त। अब कहाँ विदेश जाँदै हुनुहुन्छ? कहिले? म भोलि पोखरा काठमाडौँ। भोलि नै है? हजुर। तपाईँ 5-6 दिन हुँदैन तपाईँले गर्नुभयो, विश्वासका साथ गरियो, गरेको राम्रै भयो है। अरूलाई के भन्न चाहनुहुन्छ? कसैलाई फिस्टुला समस्या छ भने केही गर्ने भनेर सल्लाह दिन सक्नुहुन्छ? मैले त सोचेँ जस्तो सोचेँ भन्दा पनि राम्रो भयो। अब अरूलाई पनि त्यस्तो समस्या छ भने यहाँ आउनुहोस्, विद्यार्थीसँग त एकदम हप्ता 10 दिन चाहिँ चाहियो कम्तीमा, हप्ता 10 दिन भएको राम्रो, टाइम चाहिँ सकेसम्म अब लिएको राम्रो, आफ्नै लागि रिकोको लागि डक्टरलाई 2-3 चोटि देखाउन पाइन्छ भन्ने कुरा हो। अस्ति एउटा बिरामी आउनु थियो, आज गर्नुभयो, तेस्रो दिनै घर विदेश जानुभयो कि, किन उहाँले चाहिँ गर्नै पर्ने थियो। पछि उहाँको विदेशबाट फिडब्याक पनि राम्रै आएको थियो। तर पनि हामी चाहिँ के भन्छ, नर्मली हप्ता 10 दिन आउनु भयो चाहिँ के छ भने हामीलाई हेर्न खै तपाईँलाई पनि ढुक्क र हामीलाई पनि ढुक्क हुन्छ कि। हुन्छ, हजुरको यात्रा राम्रो होस् है। के समस्या भने मेसेज गर्नु होला फेसबुक पेजमा ग्यास्ट्रो केयरमा है। ल पाइल्सदेखि ग्रस्त थिएँ। समस्या चाहिँ दिशा गर्ने ठाउँमा दुख्ने, पोल्ने, दिशा क्लियर नआउने थियो। अनि हेर्दाखेरि चाहिँ क्रोनिक फिसरिन एनो भनेर डायग्नोस भयो। त्यसपछि समस्या उहाँले दुःखै पाउनु भएको थियो, दिशा गर्दा गाह्रो भएको थियो। र उहाँले लेजरबाट उपचार गऱ्यौँ, पाइल्स पनि छ, फिसर पनि छ, एकै सिटिङमा दुईवटा लेजर हुन्छ भनेर। अनि लगभग 25 दिन 1 महिना अगाडि लेजर गऱ्यौँ। अहिले लेजर गरिसकेपछि फलोअपमा आउनुभएको छ। उहाँले घाउ राम्रो छ, रिकभरी हुँदैछ। उहाँलाई धेरै नै राहत मिलिसक्यो होला। पहिलेभन्दा 75% जति अलि सुधार भएको छ। अर्को दिन बिहान गरियो अनि साँझ अनि घर फर्केको, भर्ना हुनु परेन। लेजर गर्दाखेरि त मलाई केही गाह्रो भएन, त्यस्तो खासै गाह्रो भएन, दुखाइ केही थिएन सर। एकै दिन धेरै सजिलो सर। अरूको कुरा सुन्दाखेरि त अब चाहिँ एकदम दुख्छ, दुखाइ धेरै हुन्छ, यो गर्न सकिँदैन भन्ने कुराहरू हुन्थ्यो। अब लेजरमा त त्यस्तो दुखाइ भन्ने कुरा केही पनि थिएन सर। बिहान आउनुभयो, हजुर, भर्ना हुनु परेन, अनि दिउँसो 1 बजे फर्किनु। हजुर, कि नर्मली अरू ठाउँमा अपरेसन अहिले पनि भर्ना हुनु पर्थ्यो, अपरेसन पनि भर्ना हुनु पर्थ्यो, दुइटै गर्नु परेन। हजुर, अहिले परेन। हाम्रो 4 घन्टामा सबै कुरा काम सिद्धिएको थियो। हल्का कहिलेकाहीँ अब ब्लिडिङ हुने, कहिलेकाहीँ अब के अरे त्यो कहिले गर्नु एकदम गाह्रो हुने, हजुर, कहिलेकाहीँ बाहिर हल्का निस्किने त्यस्तो हुन्थ्यो। मेरो त 6-7 वर्षै भइसक्यो है। अहिले लेजरबाट गर्दाखेरि कस्तो रह्यो तपाईँको अनुभव? लेजर चाहिँ गाह्रो भएको थियो, के थियो? त्यस्तो खासै केही त्यस्तो दुःख केही भएन, एकदम गाह्रो पनि केही पनि भएन, एकदम सजिलो तरिकाले भयो है। अनि बिहान आउनुभयो? हजुर, बिहान तपाईँको 7 बजीतिर लेजरबाट अपरेसन भयो? हजुर, लेजरबाट अपरेसन गर्दै आधा घन्टा लाग्यो होला होइन? आधा घन्टा लाग्यो, 15 मिनटमा लाग्यो, फिनिस हो। त्यसपछि तपाईँलाई चाहिँ हामीले 1 बजीसम्म अब्जर्भेसन राख्यौँ। हजुर, 1 बजेपछि तपाईँलाई घर पठाइदियो होइन? हजुर। अनि लेजरबाट त्यो अपरेसन अथवा जुन कार्यक्रम गरियो, हजुर, त्यो गर्दा तपाईँलाई दुखाइ कतिको अनुभव भएको थियो? केही पनि भएन है, मलाई एउटा त्यस्तो दुख्ने केही फिल भएन। हजुर। ग्यास्ट्रो केयरमा रेजर प्रविधिबाट पाइल्स, फिस्टुला र फिसरको उपचार। के तपाईँलाई दिशा गर्दा गाह्रो हुने, रगत आउने, मासुको डल्ला जस्तो भाग बाहिर निस्कने हुन्छ? यदि हुन्छ भने आजै ग्यास्ट्रो केयरमा सम्पर्क गर्नुहोस्। अहिले आएको लेजर प्रविधि भनेको 21 शताब्दीमा सबभन्दा पाइल्स, फिसर, फिस्टुलाको लागि एकदम उत्तम र विशिष्ट पद्धति हो। यसको फाइदाहरू धेरै छन्।
फाइदा एक नम्बर भनेको चाहिँ नचिरिकन नकाटिकन चाहिँ पाइल्स फिसर फिस्टुलाको उपचार गर्न सकिने, ब्लिडिङ कम हुने, भर्ना भएर बस्न नपर्ने, अपरेसन पश्चात अथवा लेजर पश्चात चाहिँ विदिन 2 to 3 आवर्समा घर फर्किन मिल्ने र पुनः चाहिँ तपाईँको पाइल्स फिसर फिस्टुला चाहिँ बल्जिने चाहिँ जुन प्रक्रिया भन्छ त्यो चाहिँ एकदमै न्यूनतम मानौँ कि 10-12 वर्षसम्म पनि जम्मा 100 जनामा 2-3 जनालाई मात्रै हुने भएको कारणले गर्दा अहिलेको लागि चाहिँ लेजर प्रविधि चाहिँ एकदमै राम्रो मानिएको छ पाइल्स फिसर फिस्टुला उपचारको लागि। तपाईहरू पनि कसैलाई पाइल्स फिसर फिस्टुलाको समस्याले ग्रसित हुनुहुन्छ, पीडित हुनुहुन्छ, कहाँ गएर भनौँ, कसलाई गएर देखाम चाहिँ समस्यामा हुनुहुन्छ भने सबै यस रोगबाट पीडित हुनुभएका बिरामीहरूलाई चाहिँ आएर सेवा लिनु हुन हार्दिक अनुरोध गर्दछु। बिना दुखाइ सजिलै लेजर प्रविधिबाट पाइल्सको उपचार।